जापानको टोकियो शहरमा एक होटल रोबोटले चलाउँछ। हजुर, जापानमा हेन्ना नाम गरेको होटलमा कर्मचारीहरू मनुष्य होइन रोबोटहरू मात्र छ। यस होटलको इन्ट्रान्स यानी रिसेप्सनमा रोबोट छ, जुन रोबोटले गेस्टको टिकट काट्नेदेखि लिएर जुन काम मान्छेले काउन्टरमा बसेर गर्छ त्यो काम यहाँ रोबोटले गर्छ। यो रोबोटले तपाईले चुज गरेको भाषा बोल्न सक्छ। यस होटलमा कर्मचारीहरू खाना पकाउनेदेखि लिएर ओसार प्रसार गर्ने सबै रोबोटले गर्छ। यो होटलको हरेक रुममा मोबाइल हुन्छ, जुन मोबाइल फोनबाट सबै चिज गर्न मिल्छ, जस्तै बत्ती बाल्ने, निभाउने, टिभी खोल्ने बन्द गर्ने, खाना मगाउने जस्तै। साथै यो होटलमा यस्तो धेरै फिचरहरू छ। यस होटलमा जाने मान्छेहरू भविष्यमा हुने महसुस गर्छ। यस होटलमा धेरै सुविधाहरू छ। सबैभन्दा राम्रो सुविधा कोठाभित्र दराज हुन्छ, जुन दराजमा तपाईले कपडा राख्नु भयो भने त्यो कपडा धोएर सुकाएर राख्ने मात्र होइन कि लुगामा आइरन पनि लगाइदिन्छ। हजुर, ठिक सुन्नुभयो। र अर्को सबैभन्दा राम्रो सुविधा भनेको 5 वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई निशुल्क छ।